मटन याक्नी पुलाव। याक्नी पुलाव खानु भएको छ कि छैन? आज मैले मटन याक्नी पुलावको रेसिपी लिएर आएको छु है। यो याक्नी पुलाव चाहिँ सबैभन्दा पहिला सायद अफगानिस्तानमा बनेको होला भनेर चाहिँ मैले हचुवामा हालिदिएको। अब तपाईँहरूलाई थाहा छ भने भन्नु है। सुरुमा मटनको लेग पिसलाई हल्का फ्राई गर्ने। यहाँ चाहिँ सुरुमै मिस्टेक भयो कि मटनलाई चाहिँ खासमा याक्नीबाट निकालिसकेपछि फ्राई गर्ने, तर मैले चाहिँ पहिल्यै फ्राई गर्दैछु। पहिल्यै फ्राई गरे नि दामी मिठो हुन्छ। अनि यो रेसिपी चाहिँ खास गरी दाल भात तरकारी पकाउन झ्याउ मान्नेहरूको लागि एकै ठाउँमा हालेर पकाउन मिल्ने रेसिपी हो के। यसको लागि चाहिँ सुरुमा कराईमा तेल हाल्ने, अनि प्याज हाल्ने, अनि अदुवा लसुनको पेस्ट, टमाटर, अनि बेसिक मसलाहरू। अनि मसला राम्रोसँग पाकिसकेपछि त्यसमा मटन हालेर उल्टाइ पल्टाइ पकाउने एकछिन। अनि त्यही पानीमा राम्रोसँग धोएर चामल पनि राख्ने। अनि यही चामल चाहिँ यही पानीमा पाक्छ। हजुरहरूले चाहिँ बिरयानी बनाएर पुलाव भन्ने सोच्नु होला। बिरयानीमा चाहिँ राइसलाई छुट्टै अनि मासुलाई छुट्टै कुक गरिन्छ के। अनि 10 देखि 15 मिनट सानो ग्यास गरेर त्यसलाई कुक हुन दिने। 2 मिनट जति चाहिँ ग्यास अफ गरेर रेस्ट हुन दिने। अनि प्लेटमा सर्भ गरेर आफू पनि खाने, फ्यामिलीलाई पनि खुवा। एभ्री दानाबाट स्वाद आउँछ।